नमस्कार, म सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्छु। चाइनासँग जोडिएको नाता मैले यो किन जोडेको भन्दाखेरि अस्ति भर्खरै सम्माननीय प्रधानमन्त्रीज्यू चाइना भ्रमण गर्न जाँदाखेरि एउटा सम्झौता भएको थियो। नेपालका उत्पादित वस्तुहरू 5000वटा उत्पादित वस्तुहरूलाई चाहिँ 0% चाइना सरकारले लगाएर लान दिने भनेर आज तातोपानी नाकाबाट 2072 सालको भूकम्पभन्दा अगाडि दिनमा 8-10 कन्टेनर सामग्रीहरू चाहिँ निकासी हुन्थ्यो। अहिले शून्य छ। अहिले एक मुठा सागसम्म पानीपट्टि लान दिँदैन। त्यसले गर्दाखेरि जति हजारै ड्युटी फ्री भए पनि त्यसले के अर्थ राख्छ? हाम्रो सामग्रीहरू चाइनातर्फ जान सकिन भनेदेखि त्यसले गर्दाखेरि देशको अर्थतन्त्र नाजुक छ। उत्पादनलाई जोड गरेर हामीले निकासीमै बढी बल दिनुपर्छ। त्यसले गर्दाखेरि तातोपानी नाकाबाट पनि चाइनातर्फ निकासी गर्नको निम्ति पहल गरिदिनको निम्ति म अध्यक्षज्यू लगायत सम्पूर्णमा हामी अनुरोध गर्न चाहन्छु। र अर्को कुरो भनेको भन्सारमा डे टु डे ठुल्ठुला समस्याहरू आइरहन्छ। सिन्धुपाल्चोक जिल्ला पनि एउटा तातोपानी भन्सार ठुलै भन्सार भएको एउटा नाका हो। त्यसले गर्दाखेरि यो रासो समितितिर यो महासंघको उपसमिति बनाउँदाखेरि चाहिँ अलिकति ठूलो भन्सार भएका जिल्लाहरूलाई पनि त्यो समितिमा चाहिँ समावेश गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु। किन भन्दाखेरि हामीले चिन्ने भनेको कार्यालयले हो, विभाग र मन्त्रालयले चिन्दैन। त्यस कारणले गर्दाखेरि कार्यालयले हाम्रो मागहरू सम्बोधन गर्न सक्दैन। विभागसम्म पुग्न पनि भएको कारणले गर्दाखेरि त्यतातिर पनि मध्यनजर गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु। र अन्त्यमा यो आउँदै गरेको नयाँ वर्ष 2082 को सम्पूर्ण महानुभावहरूमा शुभकामना व्यक्त गर्दै मेरो भनाइ यहाँ धन्यवाद। नमस्कार।